नमस्ते, जय श्री राधे। यहाँलाई सानो भिडियोमा हार्दिक स्वागत गर्न चाहन्छु। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। भिडियोहरू मन पर्यो भने लाइक, कमेन्ट, सेयर गरिदिनु होला। फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फेसबुकमा पनि फलो गर्नुहोला। लाइक, कमेन्ट र सेयर गरिदिनु होला। वर्तक भिडियोहरू मैले ल्याउने छु। तपाईँको एक सेयर, तपाईँको सब्स्क्राइबले मलाई ती ऊर्जा मिल्नेछ। आजको विषयवस्तु रहेको छ भात खुवाई बच्चाहरूको अन्नप्राशन कहिले गर्नु राम्रो रहन्छ। यो विषयमा तपाईँलाई छोटो जानकारी दिन चाहन्छु। अब लागौं विषयवस्तुतर्फ। भात खुवाई कहिले गर्नु उपयुक्त रहन्छ। यदि छोरालाई भात खुवाई गर्नुपर्ने छ भने जन्म महिनादेखि गन्दै जाँदा 6औं अथवा 8औं महिनामा शुभ हुन्छ। जस्तै कुनै बालक आषाढमा जन्मेको छ भने उस बालकलाई मक्सिर अथवा माघ महिनामा भात खुवाउनु राम्रो रहन्छ, शुभ रहन्छ। यदि जन्मेको बच्चा छोरी भएमा जन्म महिनादेखि गन्दै जाँदा 5औं अथवा 7औं महिनामा भात खुवाउन शुभ हुन्छ। महिना जुराएपछि बार तिथि बार पनि शुभ पार्नु पर्दछ। भात खुवाई गर्दा तिथिहरू 2, 3, 5, 7, 10 र 13 शुभ रहनेछन्। भात खुवाई गर्दा 2, 3, 5, 7 र 13 तिथिहरू शुभ रहनेछन् भने बारहरूमा सोमबार, बुधबार, बिहिबार र शुक्रबार शुभ रहनेछन्। शुभ नक्षत्रहरूमा अश्विनी, रोहिणी, मृगशिरा, तिष्य, उत्तर फाल्गुनी, उत्तराषाढा, उत्तर भाद्रपदा, हस्ता, चित्रा, स्वाति, अनुराधा, श्रवण, धनिष्ठा, शतभिषा र रेवती नक्षत्र शुभ रहनेछन्। जुन दिन माथि बताइएका तिथि, बार, नक्षत्र एकै दिन पर्न जान्छन् त्यस दिन भात खुवाई गर्न शुभ मानिनेछ। अहिले यो सानो भिडियोबाट छुट्टिन्छु। तपाईको जय होस्। नमस्ते।